इलोन मस्कको एआई हो यो। यसमा चाहिँ मैले सर्च गरेको है, टेल मी द नेम अफ करप्टेड पिपल अफ नेपाल भनेर। उसले यहाँ नामै लेखेछ, आइडेन्टिफाई द टप करप्टेड पिपल इन नेपाल इज च्यालेन्ज। पब्लिक शेरबहादुर देउबा, a multiple time Prime Minister of Nepal, Deuba has faced corruption allegation throughout his career. In 2005, he was convicted and jailed for 2 years by the Royal Commission for Corruption Control for embezzling $5 million, 60-70 करोड है। मेलम्ची वाटर सप्लाई प्रोजेक्टमा नै भ्रष्टाचार गरेर लगभग 12-13 करोड। बालकृष्ण खाँड पनि रहेछन्। टप बहादुर राईमाझी, टोकलाई टप बहादुर राईमाझी लेखेर रहेछ। रवि लामे छाने, अ फर्मर टिभी जर्नलिस्ट अन पोलिटिसियन। खोम बहादुर मतलब एउटा प्लिज मिडिया आर रिपिटेड करप्टेड भनेर सोध्छु है। Whether Nepali media is corrupted depends on how यहाँ भनेकै छ के राइट इन नेपाली के। नेपालको मिडियालाई भ्रष्ट भन्न सकिन्छ कि सकिँदैन, यो प्रश्नको जवाब भ्रष्टाचारलाई कसरी परिभाषित गर्ने भन्नेमा निर्भर गर्छ। चाहे त्यो आर्थिक घुसखोरी होस्, राजनीतिक पक्षपात होस् वा नैतिक कमजोरी होस्, प्रमाणहरूले देखाउँछ कि नेपालको मिडियाले ठुलो चुनौतीहरूको सामना गरिरहेको छ जसले यसको निष्पक्षतालाई प्रभावित गर्छ। तर यो पूर्ण रूपमा भ्रष्ट भन्ने छैन। नेपालको मिडियाले कठिन परिस्थितिमा काम गर्छ। नेपाल पत्रकार महासङ्घले भ्रष्टाचारबारे त्यही हो। तपाईँलाई कुनै पोलिटिकल क्वेसन छ भने तपाईँ यो के अरे ग्रक भन्नेमा जानुहोस्, यसरी जिआरओको ग्रक एआई भनेर जानुहोस्, यस्तो आउँछ होइन। इलोन मस्कको कम्पनी हो, खै जसको जेसुकै होस्, यसमा जानुहोस् र सर्च गर्नुहोस् नेपालको भ्रष्टाचारदेखि लिएर हरेक कुराको उसले भनिदिन्छ। कतिपय सही गलत हुन्छ, आफ्नो ठाउँमा छ, तर एटलिस्ट तपाईँको मनको सन्तुष्टि हुने एन्सर दिन्छ। हस्त जय नेपाल।